एकदमै कम पैसा हुन्छ क्या ट्राभलरसँग पहिला मैले स्टार्ट गर्दा 1000 भ्युजको त्यो 1 रुपियाँ आउँथ्यो होला $1 आउँथ्यो अहिले अब स्टार्ट गरेर यहाँसम्म आइपुग्दा जम्मा $3 पुगेको छ 1000 भ्युज बराबर बाहिरको समाजले देख्ने पपुलारिटी र आफूले भोग्ने चिज त फरक हुन्छ नि त अघि इन्कमको कुरा गर्नु भएको थियो हैन तपाईँ सर्भाइभ गर्नलाई अब कुरो अब सर्भाइभ गर्नलाई तपाईँले कतिको सङ्घर्ष गर्नु पर्यो कम्फर्टेबल छ कि अथवा युट्युबको आम्दानीले मात्रै पुग्छ कि के छ खास तपाईँले कसरी अहिले त टिम पनि छ हैन कसरी सर्भाइभ गर्नुहुन्छ ट्राभल गर्न पनि खर्च लाग्छ धेरै कुरा छ नि त हैन एकदम एक्सपेन्सिभ छ नि ट्राभल त अब खर्चको कुरामा पनि त्यही हो कि आफूमै भर पर्ने कुरा हो तर पैसा त चाहिन्छ एकदम चाहिन्छ अनि हामीलाई कन्टिन्यू गर्न चाहिँ अब भनौँ न टिप सधैँ काम त आइराख्दैन फेरि यस्तो कामै पाउन्न भनौँ न यो ठाउँमा त आफूलाई म यो हुँ भनेर मेरो काम यो हो भनेर देखाउने ठाउँ पनि छैन कि तपाईले देखाएर पनि पाउनुहुन्न क्या यहाँ त सबै चिनेको र जानेको मान्छे भन्ने कल्चरै त्यही छ नि त एकदम यहाँ त गाह्रो छ नि त यो मार्केटमा त एकदमै गाह्रो छ फेरि टिम पनि छ सबै कुरा छ सर्भाइभ हुनलाई अनि अर्को कुरा भनेको चाहिँ पैसाको कुरामा चाहिँ कस्तो हुन्छ भने एकदमै कम पैसा हुन्छ क्या ट्राभलरसँग तर मान्छेहरू चाहिँ पैसा भएर घुमेको भन्छ त्यो चाहिँ होइन होइन पैसा भएर मात्रै घुम्ने भन्ने त हुँदैन हामी चाहिँ कसरी सस्टेन भइरहेछौँ भन्ने कुरा गर्छु म फर्स्टमा त अब सोलो ट्राभल गर्दा मलाई मेरो युट्युबको इन्कमले मजाले पुग्थ्यो होइन 30-40 हजार आइहाल्थ्यो त्यसले मलाई घुम्न पुगिहाल्थ्यो एक्लै हुँदाखेरि बिस्तारै हामी टिम हुँदै गर्दाखेरि पनि अब टिम भएपछि अभियसली भिडियोहरू मजाले अझै बढी गयो भ्युजहरू पनि गयो बिस्तारै युट्युबले पनि हल्का 1-2 रुपियाँ बढी भए पनि रेभिन्यू बढायो पहिला मैले स्टार्ट गर्दा 1000 भ्युजको त्यो 1 रुपियाँ आउँथ्यो होला $1 आउँथ्यो अहिले अब स्टार्ट गरेर यहाँसम्म आइपुग्दा जम्मा $3 पुगेको छ 1000 भ्युज बराबर त्यही त हो नि होइन र सबैको त्यस्तै होला कि त त्यहाँ के छ अब आफ्नो उसमा पनि भर पर्छ कन्टेन्टमा जम्मा 1000 भ्युज बराबर $3 आउँछ अनि मलाई चाहिँ के लाग्छ भने खर्चको कुरामा चाहिँ एकदमै हामी खर्चलाई लिमिट गर्छौँ अनि अहिले सस्टेन हुनलाई टिम बनाउनलाई चाहिँ युट्युब च्यानलबाट मलाई दौ पुग्ने भइरहेछ युट्युबले पुग्छ तपाईलाई टिमलाई पनि सस्टेन गर्नलाई चाहिँ पुग्छ हामी ट्राभल गर्नलाई अनि त्यसपछि मेरो जो इन्भेस्ट भनौँ न अहिले हामीले जति प्रोजेक्टहरू गरिरहेछौँ त्यो सबै हामीले क्यामेरामै ड्रोनमै सबैमा इन्भेस्ट गरिरहेछौँ एकदम जिरो अहिले हामी जिरो हो तर हामीसँग चिजहरू के भन्छ त्यसलाई कन्भर्ट गर्ने हो भने हामी धनी छौँ सम्पत्ति छ हामीसँग तर त्यसलाई समाजले सम्पत्ति भन्दैन रहेछ अनि त्यसलाई हामीलाई काम दिनेले पनि सम्पत्ति भन्दैनन् तर हामीसँग सम्पत्ति छ हामी कम्तीमा हाम्रो इन्भेस्ट नै 50-60 लाख भइसक्यो होला अफिस टिम क्यामेरा ड्रोन अनि सेटअप सबैलाई गर्दा सबै इन्कम युट्युबबाटै हो त्यो सबै चाहिँ होइन हामीले प्रोजेक्टहरू पनि गरेर हो युट्युबले हामीलाई यति बुझ्नुहोस् कि ट्राभल खर्च धानिरहेको छ एकदम ट्राभल कहिलेकाहीँ त धान्दैन पनि फेरि त्यो त फेरि हामी रेगुलर हार राख्नु पर्यो नि त भिडियो अब अहिले मन्थली त्यही 50-60-70 को हाराहारीमा आइरहेको हुन्छ एउटा डेस्टिनेसनमा गयो भने त्यो सिद्धिहाल्छ सकिन्छ अब त्यहाँ प्लस प्रोजेक्ट भयो भने बल्ल हामीले ग्याजेट जोड्न पायो त्यस्तो चाहिँ भइरहेछ अहिले त्यसरी नै चलिरहेछ धेरैजनाहरू अहिले अब न्यू जेनेरेसनमा पनि हैन सबै कन्टेन्ट क्रिएटर भइरहेछ नि त सो उनीहरूको लागि पनि क्या यो चिजहरू चाहिँ जान्नुपर्छ जस्तो लाग्छ किनभने अझै 10 वर्ष त पैसाको त मैले सोचेकै छैन एकदम अझै मेहनत जस्तो लागिरहेछ तर यो चाहिँ यो प्रोजेक्ट जुन तपाईँ लिनुहुन्छ नि त्यो तपाईँको मेहनत बराबर जति गर्नुहुन्छ त्यो प्रोजेक्टहरूको जति रेट राखिन्छ गाउँपालिकाले दिन्छ होइन मैले पनि गरेको छु होइन मलाई पनि गरेको छु होइन त्यही भएर मैले तपाईँलाई सोध्दैछु कि मेरो आफ्नो अनुभव फरक छ चित्त बुझ्दो ज्याला अथवा चित्त बुझ्दो उनीहरूले डिल गरेको जस्तो लाग्छ हाम्रो यो कन्टेन्ट क्रिएसनको ट्राभलको जुन हामी डकुमेन्ट्री बनाउँछौँ जे गर्छौँ नि यो उनीहरूले रेस्पेक्ट गरे जस्तो लाग्छ के लाग्छ तपाईँलाई यस्तो रहेछ कि अब अदृश्य चिजमा भन्दा देखिने चिजमा पैसा तिर्छ नि त तपाईँले यो कपलाई 200 दिनु भन्यो भने दिनुहुन्छ तर मेरो दिमागले गरेको कामलाई मेरो भनौँ न के भन्छ त्यो क्रिएटिभिटीलाई तपाईँ पैसा तिर्नुहुन्न क्या नेपालमा ठ्याक्कै त्यही हो क्रिएटिभिटीलाई पैसा तिर्ने अझै चलन आइसकेको छैन विदेशमा यही काम गरेको भए
त्यो सोच्दैन सोचौँ कि कन्टेन्टलाई कति पे गर्छ, भिडियो मेकिङलाई कति, एउटा फोटोग्राफरलाई कति, एउटा फिल्म मेकिङमा कति महँगो छ नि त विदेशमा त, तर नेपालमा पे गर्दैन। यो त जसले नि गरिहाल्छ, यो त भइहाल्छ, त्यही त, यो त हलानुले नि खिचिहाल्छ, यो फलानुले नि खिचिहाल्छ भन्ने खालको छ। त्यही हो, क्रिएटिभिटीलाई पे गर्ने अझै पनि नेपालमा त्यो खालको विकास भइसकेको छैन। अब त्यो त गर्नै पर्यो, नगरेर के गर्ने।